सहरमा बस्ने नन्द माइत आउँदा भाउजूले गर्ने व्यवहार। भाउजू नमस्कार। अनि ढिलो भयो त म त हजुरलाई पर्खिँदा अघिदेखि। ए भाउजू जहिले कार लानु भएको थियो आउन ढिला भयो त्यही भएर नि। गर्मी भयो होला नि यसो गर्मी भने यसो चलाइन्छ। बेग त कस्तो राम्रो ब्रान्डेड बेग पो हो त यो त। ब्रान्डेड हो नि राम्रो रहेछ। मैले हजुरलाई पनि ल्याइदिएको छु। भइहाल्छ नि। ल हजुरलाई भोक लाग्यो होला। छैन भाउजू छैन, भोक लागेको होटलमा खाएर आएको के टन्न होइन अलिकति खानु पर्दैन। मैले बनाएको मेरो कुइनी म लिएर आउँछु। गाउँमा बस्ने नन्द माइत आउँदा भाउजूले गरिने व्यवहार। भाउजू नमस्कार। नमस्ते। बल्ल बल्ल गाडी नभेटेर नि साह्रै ढिलो भयो भाउजू। के हो र? यस्तो तिर्खा लागेको थियो। पानी भित्र छ निकाल्नु। यहाँनिर तपाईँलाई मैले घिउहरू, तोरीको तेल, आँटाहरू, दालहरू ल्याइदिएको थिएँ। कस्तो गर्मी भयो भाउजू, एसी चलाउनु पाए हुन्थ्यो। हामी पनि एसी चलाउनै छोडेको छौँ। अहिले एसी बिल धेरै आएर नि बन्द गरेको छ। कस्तो भोक लागे जस्तो भएको थियो। किचनमा के चाउचाउ राखिदिएको छु, पकाएर खाइदिनु ल।